आइपुगेँ कलकत्ता। र बिहानै ल्याइपुरो जस्तो बसले चाहिँ अब अलिक फ्रेस हुन्छु, फ्रेस भएर ब्रेकफास्ट खाएर त्यसपछि फेरि एयरपोर्ट जान्छु। ल गाइज अहिले भेटौँ होला, भर्खर झरेको लगेजहरू मेटै छ। ल फ्रेस भएर भेटौँ होला गाइज। कलकत्ताको बिहानको नजारा हेर्नुहोस्। अहिले चाहिँ यहाँ सामान राखिसक्यो र वकिङ गर्नु जाँदैछु अहिले चाहिँ हो। वकिङमा जाँदैछु फोर्ट विलियमको त्यहाँनिर। हेर्नुहोस् होला कलकत्ताको नजारा बिहानको। वकिङ गर्दैछु। पुरानो याद आयो यहाँ, किनभने म चाहिँ यहाँ पहिला 9 साल बसेको यहाँ फोर्ट विलियममा कलकत्तामा गेम खेल्दाखेरि। पुरा चेन्ज भएछ अहिले कलकत्ता चाहिँ पहिलाखेरि चाहिँ। कलकत्ताको इडेन गार्डनहरू चाहिँ यतापट्टि पर्छ भएको। अहिले चाहिँ म भिक्टोरियाको अगाडि छु, यहाँबाट चाहिँ देख्दैन रहेछ। भिक्टोरिया चाहिँ यहीँ छ। अहिले म तपाईँहरूलाई त्यहाँ देखाउँछु। हेर्नुहोस् त्यहाँको भ्यू चाहिँ मजाको छ। अहिले चाहिँ भन्नुपर्दा म टक्कै भिक्टोरियाको अगाडि आइपुगेँ। यस्तो वकिङ गरेर अब तपाईँहरूलाई भिक्टोरिया देखाउँछु। हेर्नुहोस् है भिक्टोरिया मेमोरियल। यहाँ दुईपट्टि चाहिँ सानो लेक जस्तो रहेछ। यहाँ उतापट्टि पनि छ दामी। हेर्नुहोस् पिछेको भ्यूहरू पनि यस्तो दामी छ। भिक्टोरिया मेमोरियल। वकिङ गर्दै थिएँ, एउटा चिज चाहिँ हेर्नु नि, बाटो बिचमा बिस्तारै राखेर सुत्दिरहेको रहेछ। यो बिल्डिङमा हेर्नुहोस् त, आम्बो एसी खालि लागेको, खालि हेर्नु न इलेक्ट्रिक चाहिँ कति कन्ज्युम हुन्छ होला यो। लागेको आइपुग्यो। अब इम्फाल जानुपर्छ। बोर्डिङ गरेर अहिले भेट्छु। अहिले चाहिँ म भित्र बसेँ, एकछिनमा बोर्डिङ गर्छु। मणिपुर केटाहरू चाहिँ आउँदैछ यहाँ। लगाइ अब लागेको बाई मणिपुर जाँदैछु। साथीहरू सबै पड्किँदैछ। बाइक चाहिँ हाम्रो यही हो अब जाने। अहिले इम्फाल पुगेर भेटौँ होला त। ए हाम्रो साथी फोटो खिच्नु मस्त छ यहाँ। चढे अब साथीहरू चलाउनु परेको छ। त्यसरी पनि जानै पर्छ। हेर्नु अहिलेसम्म मन लागेको छैन जानु त, के गर्नु जानुपर्छ तर पनि हो। घरको याद आइँदैछ। भन्नुपर्दा चाहिँ कलकत्ता चाहिँ अप्पै गरम रहेछ अहिले चाहिँ। अघि चाहिँ फेरि एसी गरेर जाडो ज्याकेट लगाएँ। यहाँबाट जस्तो निक्लेँ यहाँ त गरम भएर ज्याकेट चाहिँ लगाएको छैन। साथीहरू चाहिँ पर बसिरहेको छ।
हेर्नुहोस् इम्फाल मणिपुरको नजारा हेर्नुहोस् है इम्फाल इन्टरनेसनल एयरपोर्ट गाइस इम्फाल पनि आइपुग्यो ल्यान्ड गरे यो ब्याम्बोले बनाएको दामी रहेछ मेरो पछि हेर्नुहोस् त मेरो भाइ पनि छ यहाँ हाई भन्नु मेरो ब्लगलाई के भन्नु छ अब तुम सबैले लाइक गरिदिनुहोस् सबैलाई त्यसको लागि धन्यवाद लाइक गरिदियो भने थ्याङ्क यू मेरो भाइ